हेलो साथीहरू नमस्कार। कस्तो छ अमेरिकामा तपाईँहरूलाई स्वागत छ। साथीहरू आज मैले एउटा म क्याम्पिङ गएको बेलामा एउटा भिडियो खिचेको थिएँ होइन, अनि त्यसको बारेमा तपाईँलाई म अलिकति जानकारी गरौँ भनेर यो भ्लग बनाइरहेको छु। यो एउटा सामान्य खोला साथीहरू होइन, अलरेडी हुन चाहिँ अब निलो खालको निलो पानी आउन चाहिँ होइन, तर सामान्य यो खोला हो साथीहरू। यो त्यस्तो ठुलो खोला पनि होइन, सानो खोला हो। यो अमेरिकाको एउटा सिटीमा भएको। अब यो खोलालाई चाहिँ अब प्राइभेट मान्छेहरूलाई अब यो व्यवसाय गर्नलाई लिजमा दियो अथवा बेचो, थाहा छैन कसरी गर, तर यसरी दिएको छ क्या होइन। अब हेर्नु, यो खेर गइरहेको यतिकै ठाउँ अब मान्छेले अब लगानी गरेर यति राम्रो तपाईँको यो पार्टी गर्ने होइन, अब पिकनिक गर्ने, दिनभरि आएर यहाँ पौडी खेल्ने, बारबेक्यू गर्ने, नाच्ने गाउने होइन ठाउँ बनाइदिएको छ क्या यहाँ होइन। यो चाहिँ मान्छेहरूले लगानी गरेर बनाएको। त्यहाँ पुल देख्न सक्नुहुन्छ, पुलको मुनि अब खोला भइगयो होइन। अनि मान्छेहरू ट्युबले अब ट्युब पनि रेन्ट गर्न मिल्छ, ट्युब दिन्छ, तपाईँको कायक छ होइन। अनि पौडी खेल्ने, त्यहीँ अब त्यहीँ रक्सिक्नु हुने, त्यहीँ नाच्ने गाउने सबै कुरा भइगयो होइन। अब यसरी तपाईँको यो चाहिँ यस्तो मजाले व्यवस्थित तरिकाले मान्छेहरूले बनाएको छ यहाँ होइन। अब यो यसलाई कबाना भन्छ। अब यहीँ पकाउने, खाने, रमाइलो गर्ने साथीभाइ होइन। अब बारबेक्यू गर्ने ठाउँ यहीँ छ होइन, हेर्न सक्नुहुन्छ। सबै उतापट्टि टेन्टहरू देख्न सक्नुहुन्छ, टेन्ट हाउसहरू। यो दुईवटाले कबाना भयो, माथि पनि भयो, यो रेन्ट गर्न मिल्यो है। अनि यहीँ बसेर खाने गर्ने, पानीको व्यवस्था त्यहीँ बसेर सुतेर झोलुङ्गे जस्तो बनाएको छ यहाँ होइन, त्यहीँ सुत्ने भइगयो होइन। अब ठाउँ ठाउँमा तपाईँको सिङ्गल स्टोरी खालको छ नि, एउटा मात्रै भएको कबाना पनि छ त्यहाँ है। अब यो चाहिँ रेन्ट गर्न मिल्छ, छुट्टै एउटा रेन्ट गर्न मिल्छ। पिङहरू बनाइदिएको छ त्यहाँ रमाइलो गर्नलाई। अनि सबै हेर्नु न साथीहरू, यस्तो यो समरमा चाहिँ यति प्याक हुन्छ यो, अथवा जाडोमा पनि प्याक हुन्छ होला चाहिँ बारबेक्यू गर्न, तर पानीमा चाहिँ जाडोमा खेल्दैनन् होइन, तर समरमा चाहिँ धेरै प्याक हुन्छ यो ठाउँ। अनि यति राम्रो व्यवस्थित तरिकाले बनाएको छ यहाँ मान्छेहरूले। साथीहरू यो त नेपालमा हरेक गाउँमा हुन्छ क्या साथीहरू, बुझ्नु भएन। पाहाडको छेउछाउमा भएका तपाईँको खोलाहरू कति सङ्गला पानी हुन्छ नि है, यस्तो तरिकाले नेपालमा पनि गर्न सके तपाईँको हरेक सिटीको छेउछाउमा यस्तो एउटा भयो होइन। मान्छेहरूले एउटा यसो रमाइलो गर्ने ठाउँ पनि हुन्छ होइन। हप्ता दिनभरिको बोझ यसो रिफ्रेस हुने ठाउँ पनि हुन्छ विकेन्डमा होइन। यस्तो तरिकाले गर्न सक्यो भने नेपालमा धेरै ठाउँमा बन्न सक्छ साथीहरू है। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो यो ठाउँमा गएर। अहिले चाहिँ तपाईँको यो कोही बिहानको समय भएर कोही नभएको, म रातभरि यहाँ बसेर बिहानको समय खाली भएको ठाउँमा यो भिडियो खिचेको होइन। हेर्न सक्नुहुन्छ यहाँ नै सट्टसँगले वरिपरि कबाना बनाइदिएको छ, बारबेक्यू गर्ने ठाउँ बनाइदिएको छ। अनि बिचमा कन्सर्ट गर्ने ठाउँ, राति अब रमाइलो गीत गाउने ओर्ने, नाच्ने गाउने त्यहाँ बिचमा बनाइदिएको छ। अनि खेल्ने ओर्ने सबै कुरा होइन छ यहाँ। बच्चा बच्चीहरूलाई खेल्ने ठाउँ पनि छ साथीहरू। यस्तो छ यहाँ चाहिँ होइन, रमाइलो छ, पैसा पनि धेरै होइन। अब यो सुत्ने ठाउँ, यो टेन्ट उनीहरूकै हुन्छ एसीसहित जडानको होइन। अनि अब यो पार्टी बस वरिपरि तपाईँको अब यो घुमाउने पार्टी बस पनि छ यहाँ। आजलाई यति नै, धन्यवाद।